नमस्कार, म सङ्गीता अधिकारी। तपाईँहरू कस्तो हुनुहुन्छ? आज म चाहिँ एकदमै दुःखलाग्दो घटनाको बारेमा चर्चा गरिरहेको छु। 1 हप्ता अगाडि जस्तो मैले सुनेँ, हाम्रो टोरन्टोमा एकजना भाइले चाहिँ आत्महत्या गर्नुभयो। अनि यसो उनीहरूको मतलब वरिपरिको मान्छेहरूसँग सोद्धाखेरि उसलाई डिप्रेसन भएको थियो अरे, न्यास्रो लागिरहेको थियो अरे, त्यसैले मर्यो भनेर सुन्नमा आयो। अनि अर्को पनि एउटा घटना छ जसमा मैले चाहिँ एक बहिनी एकदमै रोइराख्नु भएको थियो। अस्ट्रेलियामा काम गरेर आएर 12-12 घन्टा काम गरिसकेपछि 1 हप्तापछि नेपालीले नै अब काम छैन, आवर छैन भनेर निकालिदियो होइन। यो कहाँसम्मको राइट हो? मलाई अब यस्तो लाग्छ भने हामी नेपालीहरू जागरुक हुनुपर्छ। जिउनु भइसक्यो। अब हाम्रो देशमा चाहिँ हामीलाई बस्न सक्ने वातावरण छैन, पढ्न सक्ने राम्रो वातावरण छैन होइन। असमानता छ शैक्षिक क्षेत्रमा पनि। जसले धेरै पैसा तिर्न सक्छ त्यसले राम्रो स्कुलमा पढ्न सक्छ होइन। अनि जोसँग पैसा छैन त्यसले राम्रो स्कुलमा पढ्न सक्दैन। तथा हाम्रो शैक्षिक योग्यताको अनुसारमा हामीलाई जब छैन र हामीलाई चाहिँ त्यो अनुसारको पेमेन्ट हुँदैन। त्यसैले हामी बाध्य भयौँ। आफ्नो देशमा सबै कुरा राम्रो भएपछि हामी किन फर्केर जाँदैनौँ होइन? हामी किन अरू विदेशमा आउँछौँ? कस्तो दुःख हुन्छ विदेशमा आउँदाखेरि। जिरोबाट सुरु गर्नुपर्छ। परिवार हुँदैन फर्स्ट अफ अल, न्यास्रो हुन्छ। त्यो सँगै खाएको आफ्नो घरको दाल भात तरकारी अचार चाहे त्यो नुनसँग पिसेर खाएको रोटी नै मिठो हुन्छ होइन। अर्काको देशमा भाषाको ल्याङ्ग्वेज प्रब्लम हुन्छ होइन। अनि कल्चरल कुराहरू भए, पोलिसी लेभलका कुरा भए, त्यसपछि गरेर अननोन सहरमा चाहिँ अब बाटै नै खोज्न कति गाह्रो हुन्छ। जब म नेपालबाट क्यानाडा आएको थिएँ, फर्स्टचोटि जब क्यानाडामा मैले चाहिँ कसैसँग राइड लिएर म बजार गएको थिएँ, त्यसपछि त्यो मान्छे मलाई छोडेर गएपछि मलाई कति गाह्रो भयो। मैले ट्याक्सी लिएर आफू भएको ठाउँमा फर्किनलाई मलाई एकदमै गाह्रो भयो। मलाई डर पनि लागिरहेको थियो कि मैले ढिलो भयो भने मेरो जबमा मलाई केही गाली गर्छ कि नराम्रो भन्छ कि निकालिदिन्छ कि भनेर होइन। म बुझ्छु। त्यसैले गर्दाखेरि चाहिँ अब हामीले के गर्नुपर्छ भने हामी एकजुट भएर एउटा यस्तो व्यवस्था बनाउनुपर्छ। हामी हुँदाहुँदै हाम्रा स्टुडेन्ट विद्यार्थीहरू क्यानाडामा आएर आत्महत्या गर्छन्, खान पाउँदैनन्, सडकमा जान्छन्, न्यास्रो भएर बस्छन्, डिप्रेसनमा बस्छ भने त्यो हाम्रो लागि राम्रो कुरा होइन। हामी सबैजना मिलेर जागरुक भएर एउटा पर्पर खालको व्यवस्था गर्नै पर्छ होइन। उनीहरूलाई चाहिँ सम्पर्कमा आउनको लागि एउटा हेल्पलाइन नम्बर क्रिएट गर्नुपर्छ, एउटा सङ्गठन गठन गर्नुपर्छ ताकि उनीहरू चाहिँ त्यस्तो सुनौलो भविष्य बोकेर आएका अगाडि पढ्छु भनेर होइन। अनि आफ्नो घर जग्गाहरूलाई चाहिँ ब्याङ्कमा राखेर लोन लिएर बुढा बाउआमालाई दुःखमा छोडेर आएका बालबालिकाहरू स्टुडेन्टहरूले चाहिँ फेरि पनि ज्यान नगुमाउनु परोस्। प्लिज स्टुडेन्टहरू, तपाईँहरूले आफ्नो कुनै पनि नेपाली दाजुभाइ दिदीबहिनीलाई